हेलो नमस्कार साथीहरु, टेक्नो देव युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज यस भिडियोमा हामीले कुरा गर्नेछौं जुन सृजनशील लघु वित्तीय संस्था लिमिटेडले जुन भ्याकेन्सी ओपन गरेको छ त्यो भ्याकेन्सी हामी कसरी एप्लाई गर्न सक्छौं र कुन कुन पदको लागि भ्याकेन्सी ओपन भएको छ र हामी कसरी एप्लाई गर्न सक्छौं बारेमा हामी यो भिडियोमा कुरा गर्नेछौं। यो भिडियोलाई तपाईहरु एक लाइक गरिदिनु होला र च्यानलमा यदि नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला, किनकि तपाईहरुको लागि म यस्तै भिडियो ल्याइराख्छु। जाऊ अब हामी भिडियोको विषयवस्तुतिर लागौं। जस्तै यहाँ कर्मचारी आवश्यकता जुन भ्याकेन्सी खुलाएको छ, सृजनशील लघु वित्तीय संस्था लिमिटेडले जुन भ्याकेन्सी खुलाएको छ, हामी भ्याकेन्सी कसरी एप्लाई गर्न सक्छौं र भ्याकेन्सी हामी कसरी भर्न सक्छौं र कुन कुन पदको लागि भ्याकेन्सी आएको छ र हामीलाई भ्याकेन्सी भर्नको लागि कुन कुन कागजातहरु चाहिन्छ त्यसको विषयमा हामी कुरा गर्नेछौं। जस्तै यहाँ भनेको छ नेपाल राष्ट्रिय बैंकबाट इजाजत प्राप्त राष्ट्रिय स्तरको कार्य क्षेत्र भएको यस सृजनशील लघु वित्तीय संस्था लिमिटेडलाई विभिन्न शाखा कार्यालयको लागि देहाय बमोजिमको पदहरुमा कर्मचारी पद पूर्ति गर्नुपर्ने भएकोले तपसिल बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मिति 15 दिन भित्र संस्थाले तोकिएको ढाँचामा दरखास्त फारम भरी पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। रिट नपुगी वा म्याद नाङ्गी आएको दरखास्त मान्य हुने छैन। यदि तपाईले जुन यहाँ मितिद्वारा 11 महिना 21 गते जुन भ्याकेन्सी आएको छ यो 21 गतेदेखि 15 दिन भित्रमा तपाईलाई एप्लाई गर्नुपर्ने हुन्छ। यदि 15 दिन बाहेक यदि एप्लाई गर्नुहुन्छ भने तपाईको दरखास्तको मान्य हुने छैन। त्यस्तै यहाँ भनेको छ विज्ञापन नम्बर यहाँ 1 मा दिएको छ विज्ञापन नम्बर 4 8182। यसमा भएको छ पद छ कनिष्ठ फिल्ड सहायक प्रशिक्षार्थी खुल्ला। त्यस्तै श्रेणी सहायक र आवश्यक पद संख्या केही यहाँ भनेको छ। जस्तै विज्ञापन नम्बर 5 मा 8182 पद कनिष्ठ फिल्ड सहायक र यस संस्थामा कार्यरत कर्मचारी मध्येबाट खुल्ला। त्यस्तै श्रेणी सहायक र आवश्यक पद संख्या यहाँ पद संख्या केही भनेको छ। त्यस्तै गरेर यहाँ भनेको छ उमेरको हद फारम भर्ने अन्तिम मितिमा 18 वर्ष पूरा भई 35 वर्ष ननाघेको। जस्तै 18 वर्ष पूरा भई 35 वर्ष ननाघेको। त्यस्तै भनेको छ महिलाको हकमा 40 वर्ष ननाघेको। त्यस्तै शैक्षिक योग्यता भनेको छ मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै पनि विषयमा 10+2 वा 100 सर परीक्षा उत्तीर्ण गरेको, वाणिज्य अर्थशास्त्र तथा गणित विषयले उत्तीर्ण गरेकोलाई प्राथमिकता दिने छ। यदि जसले वाणिज्य र अर्थशास्त्र तथा गणित विषय लिएर जुन 10+2 उत्तीर्ण गरेको छ त्योलाई बेसी मान्यता दिने छ। त्यस्तै परीक्षाको किसिम लिखित परीक्षा हुनेछ र फिल्ड अवधारणा र अन्तर्वार्ता। कार्य गर्नुपर्ने स्थान संस्थाले तोकेको शाखा कार्यालयहरू। संस्थाले जुन तपाईलाई पठाउँछ त्यहाँ तपाईहरुलाई काम गर्नुपर्ने हुन्छ। सेवा शर्तहरू जस्तै 6 महिनाको तालिम अवधि र 6 महिना परीक्षण काल पश्चात स्थायी हुने। जस्तै तपाईहरु 6 महिना पछि परीक्षण काल हुनेछ र 6 महिना पछि तपाईहरुलाई थाई गर्ने छ। त्यस्तै तलब सुविधा संस्थाको निम्न अनुसार परीक्षण काल अवधिमा संस्थाले तोकेको तालिम भत्ता बाहेक अन्य कुनै सुविधा पाइने छैन। यदि तपाईहरु 6 महिना जुन परीक्षण काल अवधि हुन्छ त्यो 6 महिनामा जुन संस्थाले तोके अनुसार भत्ता तपाईले त्यो मात्र पाउने छ र तपाईहरु त्यो मात्र पाउन सक्नुहुन्छ। त्यस्तै दरखास्त फारम यस वित्तीय संस्थाको वेबसाइट www.सृजनशील.com.np मार्फत आवेदन फारम डाउनलोड गर्न सकिने छ। जस्तै तपाईहरु फारम भर्नुहुन्छ यो तपाई www.सृजनशील.com.np मा वेबसाइट खोलेर तपाईहरु यो फारम डाउनलोड गर्न सक्नुहुन्छ।
आवेदन दिने अन्तिम मिति 2081 12 महिना 7 गतेसम्म तपाईहरु 12 महिना चैत 7 गतेसम्म तपाईहरु फारम भर्न सक्नुहुन्छ। त्यस्तै सम्पर्क मिति 2081 12 महिना 15 गते। त्यस्तै परीक्षा हुने मिति सम्पर्क मितिका दिन जानकारी गराइनेछ। 15 गते तपाईहरु सम्पर्क गर्नुहुन्छ, त्यो तपाईहरुलाई त्यो दिन परीक्षाको मिति जानकारी गराउनेछ। जस्तै दरखास्त साथै पेश गर्नुपर्ने कागजात, तपाईहरुले आवेदन दिनुहुन्छ त्यसमा के कागजातहरु आवश्यक हुन्छ र के तपाईहरुलाई दिनुपर्ने हुन्छ यहाँ भनेको छ। इच्छुक उम्मेदवारहरूले आवेदन साथै नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, शैक्षिक प्रमाणपत्र, तपाईहरु जति पढ्नु भएको छ त्यो सबैको प्रमाणपत्रको जुन फोटोकपी, यहाँ कार्य अनुभव सहितको व्यक्तिगत विवरण, तपाईहरु कुनै ठाउँमा काम गर्नु भएको छ त्यो कार्य अनुभव पनि चाहिन्छ र विज्ञापन नम्बर स्पष्ट खुलाइ, जुन माथिमा जुन विज्ञापन नम्बर खुलाएको छ त्यो कुन विज्ञापनमा तपाईं एप्लाई गर्नुभयो त्यो स्पष्ट खुलाउनु होला र खुलाइ संस्थाको केन्द्रीय कार्यालय इमेल ठेगाना vacancy@srijanshil.com.np वा info@srijanshil.com.np मा समेत पठाउन सक्ने छ। तपाईहरु शाखामा गएर पनि फारम डाउनलोड गरेर भर्न सक्नुहुन्छ र नत्र तपाईहरुले इमेल मार्फत पनि एप्लाई गर्न सक्नुहुन्छ। यहाँ यो इमेलमा या नत्र info@ यसमा तपाईहरुले इमेल पठाउन सक्नुहुन्छ। जस्तै साथै 2 पाङ्ग्रे सवारी साधन तथा चालक अनुमति पत्र प्राप्त गरेकालाई प्राथमिकता दिनेछ। जसको मोटरसाइकलको जुन लाइसेन्स त्यो छ भने उनीहरुलाई बढी माइने हुनेछ र बढी प्राथमिकता दिनेछ। जस्तै नोटमा भन्छ प्राप्त दरखास्त स्वीकृत वा अस्वीकृत गर्ने अधिकार वित्तीय संस्थामा सुरक्षित रहने छ। तपाईहरु आवेदन दिनुहुन्छ त्यो तपाईहरुको जति कागजातहरु छ त्यो तपाईहरुको कागजात जुन संस्थामा तपाईहरु एप्लाई गर्नुभयो त्यो संस्थाले सुरक्षित साथ राख्ने छ। त्यस्तै रिट पृथक पढेका दरखास्त मध्ये छोटो सूचीमा पढेका उम्मेदवारहरूलाई तोकिएको परीक्षाका लागि जानकारी दिनेछ। यदि तपाईहरुको कागजातहरु पुरै स्पष्ट हुन्छ, जति मागेको छ त्यति तपाईहरु बुझाउनुहुन्छ, तपाईहरुको योग्यता पनि पुग्छ। तपाईहरुको जुन यदि तपाईहरु सर्ट लिस्टमा पर्नुहुन्छ भने तपाईहरुलाई सर्ट लिस्टमा पढेको विद्यार्थीहरुलाई सबैलाई के गर्छ त जानकारी गराइने छ। साथीहरु तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो? यदि भिडियो राम्रो लागेको भने कृपया यो भिडियोलाई लाइक गरिदिनु होला र तपाई आफ्नो साथीलाई कृपया शेयर पनि गरिदिनु होला र यो भिडियो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला, किनकि तपाईहरुको लागि म यस्तै भिडियो ल्याइराख्छु। धन्यवाद।